को छ यहाँ यो अन्डर लाखको पनि छ तपाईले लाखभन्दा थोरै माथि पनि छ र तपाईले यसमा नि अब भेरिएन्टहरु पाउन सकियो 1,50,000 मा आयो बाइक एकदम एवानै छ 250 सीसी मा है मलाई 1,15,000 फिक्स प्राइसमा सीबीआर चढ्नु रहर होला उहाँहरुलाई हैन यहाँ सीबीआर आइसकेको छ बवाल रेड कलरमा है 1,65,000 मा आयो मात्र 1,12,000 मा आयो मात्र 1,15,000 मा आयो है त यो त मात्र 95,000 मा आयो 95 तपाईलाई 65,000 मा नमस्ते सबैजनालाई यस छोया भ्लग मार्फत चाहिँ हामीले फेरि पनि अपडेटहरु केही ल्याइरहेका छौं हैन यस कालिम्पोङ घटीबाट पेप्सी कोला 10 नम्बर गेटमा पर्छ हाम्रो लोकेसन चाहिँ तपाईहरुले अब पुरानो भ्युअर्सहरुलाई थाहा नै होला तर फेरि पनि भन्ने छु हाम्रो चाहिँ खडे चोकबाट थोरै अगाडि आयो भने बुद्धयरको ठ्याक्क अपोजिट तपाईले कालिम्पोङ घटी देख्न सकिनेछ र तपाई उता जरीबुटी या कोटीसरबाट आउनुभयो भने सिधै पेप्सी कोला चोकबाट थोरै माथि एयरपोर्टको पछाडी आयो भने तपाईले बुद्धयरको ठ्याक्क अपोजिट कालिम्पोङ घटी देख्न सकिनेछ है त र मेरो तपाईको WhatsApp नम्बर नि छ भाइबरु नि हो यही हो 9849 मा तपाईले कल गर्न सक्यो दाइ नि हाम्रो यो अब नयाँ वर्ष नि सुरु हुँदैछ हैन हजुर अब हाम्रो नेपालीको नयाँ वर्ष हैन हजुर अब 2082 हुँदैछ हैन त्यसको लागि केही मिठो अफरहरु राखिदिनु भयो होला नि बाइक किन्नेहरुलाई अफर अब प्राय जसो मैले हेलमेट त दिनै राख्ने छु हैन अब त यसपालिको अफर हो भने तपाईहरुले पास खर्च एउटा म फ्री गरिदिन्छु आएर चेक आउट गरेर तपाईलाई मन पर्यो भने पास खर्च एउटा फ्री हुनेछ हेलमेट एउटा पास खर्च फ्री हुनेछ र तपाईले एक्सचेन्ज गर्नु भने चाहिँ तपाईले एक्स्ट्रा भ्यालुएसन आउने छ है त अझ एक्स्ट्रा हजुरले एक्सचेन्ज गर्नु पर्यो भने एक्स्ट्रा भ्यालुएसन एक्स्ट्रा 5000 भ्यालुएसन म हाल्दिन्छु आज कहाँबाट सुरु गर्ने त दाइ हुन्छ आज हामीसँग एक स्पेशल एउटा बेनी ल्याएको छ यहीबाट सुरु गरौँ न दाइ क्या बवाल रहेछ दाइ कति हो दाइ यसको यो लुक्स वाइज देखि लिएर तपाईले सबैमा नयाँ जस्तै कन्डिसनमा पाउन सक्यो हैन सबै राम्रै छ यो चाहिँ 2016 को लास्ट मोडल हो 82 लटको बाइक एकदमै एवान छ ग्रीन कलरमा एकदम तपाईले 300 सीसी चाहिँ तपाईले अफोर्ड गर्न सक्दिन भने भन्नुहुन्छ भने चाहिँ तपाईलाई यो 250 को टक्का आइरा छ यो दिन जम्मा 1,50,000 मा आयो बाइक एकदम एवान छ 250 सीसी मा है त 1,50,000 यो बाइक 1,50,000 मा यो बाइक ल बेनीले 1,50,000 मा हैन यो अफर प्राइसमा गाइस हेर्नु झ्याट्टै लिएर जानु है यो फेरि रहँदैन अर्को हामीसँग स्कुटरमा जाउँदै यसको चाहिँ कति भन्दै 2020 मोडलको लास्ट हो हैन 121 र त्यो चाहिँ दुई जनाको नाममा छ स्कुटर एकदमै बल कन्डिसनमा छ अगाडिदेखि तपाईको पछाडी टायर दुईटै राम्रै छ तपाईको कलर पनि मिठो छ रेड कलरमा छ हैन यो चाहिँ दुई जनाको ओनरको छ ओरिजिनल पेन नै हो यो चाहिँ म पठाइदिन्छु मात्र 1,55,000 मा आयो 1,55,000 मात्र 1,55,000 मा आयो हजुर हेर्न आउनु सक्नुहुन्छ है आफै हेर्न आउनु होला मिस्त्री लिएर आउनु होला चेक जाँच गर्नु होला अनि लानु होला है अर्को हाम्रो एनएस दाइ यसको चाहिँ कति भन्दा है हामीसँग अलिकति कम बजेटको एउटा यो एनएस आएको छ यो पनि 2016 मोडलको हैन 79 लटको 2016 को लास्ट मोडल हो टायर दुईटै राम्रै छ इन्जिन वाइज सबै राम्रै छ लुक्स पनि राम्रै छ तपाईको नयाँ एनएस भन्दा पुरानो एनएस को पावरै बेग्लै छ है त एकदम राम्रो छ पावर पिकअप पनि सबै राम्रै छ व्हाइट कलरमा मिठो छ कलर पनि हैन पुरानो बाइकमा हल्का स्क्रैच माइनर स्क्रैच त भइहाल्छ तर पनि सबै राम्रै छ ओरिजिनल पेनमै हो यो चाहिँ म पठाइदिन्छु मात्र तपाईहरुलाई 1,15,000 फिक्स प्राइसमा 1,15,000 मा एनएस आयो 1,15,000 मा आयो मात्र ल गाइस बवालै छ है अलिकति उहाँहरुले अलिकति डेकोरेसन नि गरे रहेछ पहिला चढ्नेले अलिकति मोडिफाई गरे रहेछ हजुरले हेर्न सक्नुहुन्छ अर्को हाम्रो 150 दा यो त नयाँ छ है यो चाहिँ तपाईले अब अलिकति ब्रान्ड न्यू किन्न खोजिराख्नु भएको छ भने चाहिँ यो एकदम ठिक छ किनकि 2022 मोडलको 136 लटको 150 त्यो पनि सिंगल डिस्कमा है सिंगल ह्यान्ड सिंगल डिस्क र तपाईले स्टिल प्याक इन्जिनमा पाउन सक्यो अगाडि पछाडि टायर ब्रान्ड न्यू लुक्स पनि राम्रै छ हैन जेन्युन हो यो सबै जेन्युन हो जेन्युन तपाईको 15,000 रनिङ छ यसको प्राइस चाहिँ हामीले कोटेड गर्दा चाहिँ मात्र तपाईहरुलाई 2,05,000 मा आयो 2,05,000 यो पनि आयो हैन मात्र 2,05,000 है नयाँ छ हजुरले फेरि महँगो भयो भन्नु होला लट पनि हेर्नु है 136 लटको 136 लटको है नम्बर पनि अनौठै छ हजुरले बुझ्नु भइहाल्यो है अब हाम्रो एफजेड V2 दाइ यसको चाहिँ कति भन्दै अहिले चाहिँ तपाईले मार्केटमा जल्दो बल्दो एकदम माइलेजको लागि हुने खालको पठाउ इन्डाइभको लागि हुने खालको र तपाईले रेली युजको लागि हुने खालको
एकदम बवाल कन्डिसनको एफजे भिटो आएको छ होइन। अब बवाल कन्डिसन भन्दैमा तपाईँहरूले यस्तो पुरानो बाइक यस्तो उता भन्नु होला, किनकि नयाँ छ, कन्डिसन वाइज सबै राम्रै छ, टायर पनि नयाँ छ, जम्मा 13,000 जेन्युन छ, अगाडि पछाडि टायर ब्रान्ड न्यू, इन्जिन सिल ब्याक जे छ ओरिजिनल त्यही छ होइन। यसमा केही पनि चेन्ज छैन, सबै राम्रै छ, लेगारदेखि लिएर तपाईँले सबै राम्रै देख्न सकिनेछ होइन। यसको प्राइस चाहिँ हामीले मात्र 2,55,000 मा दिनेछौँ। 2,55,000 2,55,000 है। लट हेर्नु है गाइस, लट फेरि महँगो भयो भन्नु होला है, लट अनुसार नि प्राइस हुन्छ छुट्टै होइन है। 142 लटको तपाईँको लगभग 2022 को लास्ट हो, 23 छुन खोज्छ होइन, 43 मा चाहिँ 23 हुन्छ है त। अन्त हेरी सस्तै छ है, सस्तै छ, बाइक एकदम दामी छ नि। CBR हजुरको कोहीको ड्रिम बाइक होला है, CBR चढ्नु रहर होला उहाँहरूलाई होइन। यहाँ CBR आइसकेको छ बवाल रेड कलरमा है, सिङ्गल स्क्रैच पनि छैन। यसको चाहिँ कति दिँदा? यसको कुरा गर्नुपर्दा तपाईँले यसमा चाहिँ अब 2015 मोडलको नि कसरी नयाँ हुन्छ भनेर सोध्नु भयो होला। किनकि अलिकति एजेड मान्छेले चढेको सिल प्याक इन्जिन भएको छ, जम्मा 28,000 मा त रनिङ छ। तपाईँले ओरिजिनल लुक्समै छ सबै, यो डेन पेन गराएन है, फेरि ओरिजिनल पेनमै हो। अहिले एकदम जल्दो बल्दो टायर रहेछको त्यो 150 सेगमेन्टमा एकदम राम्रो टायर छ, म्याक्सिस सेगमेन्टमै छ होइन। टायर वाइज दिएर सबै बबालै छ, सिङ्गल ओनरमा छ। यो चाहिँ म तपाईँहरूले पठाइन्छ मात्र 2,75,000 फिक्स प्राइसमा है त। 2,75,000 मा CBR आयो होइन। ल तपाईँले हेर्न सकिन्छ, डिस्क प्लेटदेखि लिएर अगाडि पछाडि सबै दामी छ। अहिलेसम्म डिस्क प्लेटहरूदेखि लिएर सबै त्यस्तो साह्रो खिएको पनि छैन, सबै राम्रै छ। लुक्स वाइजदेखि लिएर इन्जिन वाइजदेखि लिएर रेगुलर सर्भिस पनि भइरहेछ होइन, सोरुममै भइरहेछ। होन्डा सर्भिसमै आएर चेकआउट गर्न लानु सकिन्छ। 69 लटको 2015 मोडलको बाइक एकदम बवालै कन्डिसनमा छ है त। अर्को हाम्रो NS है, यो नि बवाले कलरमा छ, हजुरले देख्न सक्नुहुन्छ है। फेरि बाइकहरू प्रायः बवालै लाग्छ, हजुरलाई कस्तो लाग्छ यसो कमेन्ट पनि राम्रो राम्रो हानिदिनु होला। ल यसको चाहिँ कति दिँदा? यो चाहिँ तपाईँको कम्पनीकै टायर छ अगाडि पछाडि दुइटै होइन। यसमा चाहिँ हल्का मोडिफाई छ, तपाईँको सिङ्गल ह्यान्डल गराएको छ। यो चाहिँ तपाईँको डुकको ह्यान्डल हो। कसैलाई अब सिङ्गल ह्यान्डल मनपर्छ, कसैले डबल ह्यान्डल 2 पिस ह्यान्डल मन पऱ्यो होइन। यसमा तपाईँको लेगारदेखि लिएर सबै इन्स्टल छ, ओरिजिनलै हो यो होइन। तपाईँको इन्जिन सिल प्याकै छ, जम्मा रनिङ भनेको चाहिँ यस्तै 25,000 चान्चु रनिङ छ। सिङ्गल ओनरमा छ, 139 लट 2022 मोडलको FI ABS मा तपाईँले NS पाउन सक्यो। यसको प्राइस चाहिँ हामीले कोटेड गराएको छ मात्र 2,75,000 मा आयो है त। 2,75,000 मा है। फिक्स प्राइस हो, आएर चेकआउट गर्न सकिन्छ। अलिअलि बनाउनु पर्ने गरिदिन्छु, तपाईँले पछाडि मोटो गाडी चाहियो भने त्यो म ल्याइदिन्छु है त। हजुर, वर्कसप चाहिँ यहीँ हो है हाम्रो, यहाँ सबै यहीँ बनाइदिनुहुन्छ दाइले, टेन्सनै लिनु पर्दैन। अर्को दाइ हामीसँग स्कुटर, यो अहिले लास्टै लेटेस्ट चलेको स्कुटर कति हो दाइ? यो सिङ्गल ओनर हो यो पनि होइन। यो चाहिँ अलिकति एजेड मान्छेले चढायो, 034 लटको हो, 2021 को लास्ट हो, 35 मा 22 आउँछ होइन। यो चाहिँ ग्रे कलरमा छ र यसको रनिङ जम्मा 18,000 मात्र छ होला। 18,000 रनिङ छ र यसको सिल प्याक इन्जिन छ, अगाडि पछाडि टायर ब्रान्ड न्यू। यसको प्राइस चाहिँ मैले मात्र राखेको छु तपाईँहरूलाई 1,65,000 मा आयो। 1,65,000 मा आयो होइन। एफआई होइन यो, एफआई होइन, डिस्क ब्रेकमा हो, नर्मलमा ग्रेमा छ। तपाईँले यति सस्तोमा तपाईँले काहीँ पनि स्कुटर पाइँदैन, यस्तो बवाल कन्डिसन हुन्छ। आवाज पनि सुन्नु सक्नु है, आएर चेकआउट गर्न सक्यो र तपाईँहरूले यसमा एक्सचेन्ज पनि गर्न सकिन्छ है त। हस् दाइ। अब हामीसँग यहाँ सस्तो भेरिएन्टको बाइकहरू दाइ अन्डर कति तको छ? यहाँ यो अन्डर लाखको पनि छ, तपाईँले लाखभन्दा थोरै माथि पनि छ र तपाईँले यसमा नि अब भेरिएन्टहरू पाउन सकियो। हजुरको अन्डर 1.5 लाख 2 लाख त्यस्तै छ, अन्डर 1.5 लाख जतिको छ है त। यो सबै अन्डर 1.5मै छ, यो सबै अन्डर 1 लाखको 3-4वटा छ। 3-4वटा छ। हजुर, अब यहीँबाट सुरु गरौँ दाइ। यसको चाहिँ कति हो दाइ? यो कति भन्दा नि यसको लुक्स हेरौँ पहिला होइन। हजुर, लुक्स वाइज सबै राम्रै छ, 2जना मात्र ओनर हो अहिलेसम्म होइन। RTR मा तपाईँले 4B मा अलिक कम रेन्जमा पाउने भने यही हो होइन। 79 लटको 2016 को लास्ट मोडल हो। टायरदेखि लिएर इन्जिनदेखि लिएर सब स्मुथै छ, तपाईँले बनाउनु पर्ने केही पनि छैन, सबै राम्रै छ। यसको प्राइस चाहिँ हामीले कोटेड गरेर छ मात्र, ल हेर्नु साउन्डहरू पनि सबै राम्रै छ, 100 मा स्टार्ट हुन्छ होइन। कलर पनि मिठो छ है त, व्हाइट कलरमा छ। यसको प्राइस चाहिँ हामीले कोटेड गरेर छ मात्र 1,12,000 मा। 1,12,000 मा 1,12,000 मै तपाईँले 1,12,000 4B चढ्न सक्यो, त्यो पनि 200 को है त। अर्को हामीसँग FZ V1 दाइ यार,
R15 V1 छ यो होइन R15 V1 हो यो पनि दुईजना ओनर छ होइन सबै राम्रै छ है तपाईँको टायर पनि ब्रान्ड न्यू छ अगाडि पछाडि नि अनि यसको लुक्स वाइज पनि ओरिजिनल हो डेन्ट पेन्ट होइन होइन सबै राम्रै छ यसमा तपाईँले गर्नुपर्ने खर्च के पनि छैन यो पनि मात्र तपाईँहरूलाई 2016 मोडलको 75 लटको मात्र 1,15,000 मा आयो है त 1,15,000 मा आयो है यो 1 लाख कति रे दाइ यो 1,12,000 1,15,000 है हजुर हजुर अर्को हामीसँग 150 दाइ यसको चाहिँ कति भन्दै यो 96 लटको हो यो सिंगल डिस्क हो हैन हजुर अब तपाईहरुले सिंगल डिस्क चाहिँ अलिकति बजेट बढी नै हुन्छ किनकि तपाईहरुले यो डबल डिस्क भन्दा सिंगल डिस्कको भ्यालुएसन पनि बढी छ र तपाईहरुले अब अलिकति अफरोड यताउता गयो भने तपाईले सिंगल डिस्कमा चाहिँ राम्रो ब्रेकिङ देखि लिएर तपाईको माइलेज देखि लिएर अलि राम्रो पर्फर्मेन्स पाउन सकिन्छ त्यही भएर 2018 मोडलको छ यो 96 लटको छ 2018 मोडलको सिंगल ओनरमा छ कलर पनि ओरिजिनल हो यसको प्राइस चाहिँ हामीले कोटेड गरेर चाहिँ मात्र 1,30,000 1,30,000 है मात्र 1,30,000 मा यो पनि आयो हजुर अर्को हामीसँग अर्को पनि रहेछ यसको चाहिँ कति हुन्छ है यो आरटीआर यो चाहिँ 93 लटको छ हैन त्यो चाहिँ तपाईको 79 लटको भयो यो चाहिँ 93 लटको यो चाहिँ 2017 को लास्ट लगभग 18 भनौँ हैन बाइक एकदमै स्मुथ छ यो पनि तपाईको अगाडि पछाडि टायर ब्रान्ड न्यू यो चाहिँ भन्नै पर्दा कम्पनीको टायर छ है अगाडि नि पछाडि नि कम्पनीको टायर छ लुक्स वाइज पनि दामी छ ग्रे कलरमा तपाईले आवाजहरु पनि मिठो पाउन सक्यो है त यसमा जम्मा 30,000 मात्र रनिङ छ यसको प्राइस चाहिँ हामीले राखेको छ मात्र 1,22,000 मा 1,22,000 है 1,22,000 मा मात्र 1,22,000 ल अर्को दाइ यो हामीसँग अर्को 2B मा छ हैन आरटीआर हामीसँग तीनटा छ एउटै 100 लाखमा पर्ने बाइक हो एकदम दामी छ तपाईँ यो पनि 180 सीसी सेगमेन्टमा पावरफुल बाइक हो 2015 मोडलको 69 लटको यो चाहिँ मात्र 95,000 मा आयो 95,000 मा आयो है ल 1 लाख नि परेन 95,000 बाबाले बाइक आइसकेको छ अर्को दाइ यसको हाम्रो यो 111 लटको ग्ल्यामर छ हैन हजुर 111 लटको ग्ल्यामर तपाईले अगाडि प्राय डिस्क पाउँदैन यसमा चाहिँ डिस्क ब्रेक पनि छ देखि लिएर तपाईले लुक्स वाइज देखि लिएर सबै राम्रै छ हैन अब 111 लटको 2019 मोडलको बाइक तपाईहरुलाई लटको 1000 नि परेन जम्मा 1 लाख मा आयो त यो 1 लाख मा आयो है जम्मा 1 लाख मा आयो ग्ल्यामर 1 लाख मा आयो ल हजुर अर्को हामीसँग दाइ यो हामीसँग अलिक कम बजेटमा तपाईले स्पोर्ट बाइक चढ्न मन लाग्यो भने नर्मल स्पोर्ट तपाईले कम सीसीमा राम्रो चाहिँ एउटा आरएस छ हैन डल च्यानल एबीएस हजुर इन्जिन वाइज सबै राम्रो छ लुक्सको कुरा गर्नुपर्दा यो ओरिजिनलै हो सबै पेनहरु के पनि गरेको छैन यो चाहिँ मात्र 1,40,000 मा आयो 2015 मोडलको 70 लटको है त हजुर यसको कति जम्मा 1,40,000 1,40,000 मा है अर्को हामीसँग सीबीजेड रहेछ दाइ यो 53 लटको छ 2012 मोडलको सीबीजेड हो हैन हजुर तपाईले अब यो पुरानोमा यति राम्रो कन्डिसन त खासै पाइदैन किनकि यसको लुक्स वाइज देखि लिएर टायर देखि लिएर सबै राम्रै छ हैन ओरिजिनल पेनै हो अहिलेसम्म पेन्सन के पनि गरेको छैन सबै राम्रो छ यसको प्राइस चाहिँ हामीले मात्र तपाईलाई 65,000 मै दिने भयो है त 65,000 मै 65,000 मै हो 65,000 65,000 मा गरेर 1 महिना कमाएर बाइकै चढ्नु बाइक चढ्नु अर्को हामीसँग भेस्पा ल भेस्पा पनि छ है यो कति दिन है यो 2019 मोडलको भेस्पा हो दुईजना लेडीजले चढ्नु भयो हैन जेन्ट्स तर हैन लेडीज तर इन्जिन सिल्पियाकै छ अहिलेसम्म 2019 मोडलको 011 लटको टायर दुईटै नयाँ छ र तपाईको एक्सेसएल हो हैन र यसको प्राइस चाहिँ हामीले कोटेड गरेको छ मात्र तपाईलाई 1,45,000 फिक्स प्राइसमा है 1,45,000 1,45,000 तपाईले यस्तो दामी भेस्पा चढ्न सक्यो अर्को हामीसँग सीबीजेड रहेछ यसको चाहिँ कति दिँदै यो सीबीआर छ हामीसँग हैन यो चाहिँ अलिकति मोडिफाई पनि गरेको छ र तपाईले कलर पनि मिठो पाउन सक्यो व्हाइट कलरमा छ अगाडि पछाडि टायर म्याट डिलर M7 को छ अब यो होन्डाको नामै काफी छ हैन अब होन्डा बुझ्नेहरुले चाहिँ यो अवश्य पनि उहाँलाई मन पर्छ अब यसको कस्टमाइज कुरा गर्नुपर्दा तपाईले अन्डरबेली रेस फेरिङको हालिरहेको छ यो थाइल्यान्डको छ हैन यो तपाईको रेस फेरिङै 25,000 चान्चन पर्छ हैन पुरानो बाइकले यति महँगो भन्छ यताउता नभन्नु होला किनकि सबै राम्रै छ डल च्यानल एबीएस मा छ 2017 मोडलको 83 लटको यो मात्र 3,40,000 मा आयो र तपाईको पछाडि मैले टप पनि मोडिफाई गरिदिरहेको छु एकचोटी पछाडि पनि सरर देखाइदिने छौ हैन सबै राम्रै छ ट्याङ्क प्याड देखि लिएर सबै राम्रै छ र यसको प्राइस चाहिँ हामीले 3,40,000 मा दिने छौ है त अर्को हामीसँग एफजेड V2 दाइ R15 V2 R15 V2 छ यो पनि तपाईले एकदमै राम्रो कन्डिसनमा तपाईले कस्तो भयो यसमा चाहिँ तपाईको प्रोजेक्टर हेडलाइट देखि लिएर तपाईको
ट्याङ्कको कभरदेखि लिएर तपाईँले टायरदेखि लिएर सब दामी कन्डिसनमा पाउन सकिनेछ। तपाईँले गएर 1 रुपियाँ खर्च गर्नु पर्दैन, मोडिफाई पनि गर्नु पर्दैन, किनकि ग्रे कलरमा छ, ओरिजिनल पेन्ट जस्तै एकदम मिठो कलरमा पेन्ट गरेको छ। इन्जिन सिन्जिन सबै राम्रै छ, दुईटै टायर ब्रान्ड न्यू र यसको प्राइस चाहिँ हामीले 1,25,000 राखेको। 1,25,000 मा यो आयो होइन? आयो मात्र 1,25,000। यसको चाहिँ कति हुन्छ है भिआरको? भिआर यो पनि एकदम सोरुम कन्डिसनमै छ, इन्जिन वाइज सबै होइन। अब 2013 मोडलको बाइक हो। हजुर 56 लटको छ, यो 150 सीसीको बाइक एकदम राम्रो छ। 1,40,000 मा आयो। 1,40,000 मा आयो है? मात्र 1,40,000 मा। ल यो चाहिँ स्पेसल अफर है, यो चाहिँ स्पेसलै अफर राखिदिन्छु। 80,000 मा बेच्ने हो, हजुरलाई 50,000 मा है। ल 50,000 मा ढ्याक्क लिन आइहाल्नु होला, सक्दो चाँडै आउनु होला है। फेरि बाइक रहेन, भिडियो हाल्नु भएछ, बाइक हराएछ नभए चाहिँ नभन्नु होला, बाइक आइसकेको छ है। ढ्याक्क आउनु होला। कालिन्चोक यहाँ नम्बर पनि देख्न सक्नुहुन्छ, ट्याक्क नम्बर पनि टिप्न सक्नुहुन्छ। मैले स्क्रिनमा पनि नम्बर राखिदिएको छु है, कन्फ्युज हुनै पर्दैन। हजुरको एयरपोर्टको बुद्ध एयर लेखेको ठ्याक्क अपोजिटमा छ है, पछाडिको बाटो है, हजुरको पेप्सी कोलाको भित्रको बाटोमा। ठ्याक्क आउनु होला। ल सब ग्राब गर्नु होला है त। ल नम्बर राखिदिएको छु, न्यु इयर अफर, धमाका अफर है। ल अनि दाइ अब नयाँ वर्षलाई शुभकामना दिदिनु न त हाम्रो भ्युअर्सहरूलाई। हुन्छ, अब नयाँ वर्ष आउन लागिसक्यो होइन, अब 15-20 दिन बाँकी छ होइन। अब त्यसको लागि सबैको अब हार्दिक मङ्गलमय शुभकामना, किनकि अब तपाईँहरूको जीवन पनि नयाँ हुँदै जाओस्, तपाईँहरूको पनि व्यापार बिजनेस होला त्यस्तै फस्टाउँदै जाओस् होइन। र हाम्रोमा नि तपाईँहरूले केही सहयोग गरिदिनु, यसो भिडियो हेरिदिनु, आउनु होला। तपाईँलाई मन पऱ्यो भने लान सकिनेछ होला, एक्सचेन्ज पनि गर्न सकिनेछ र बाइकहरू पनि आफूलाई चित्त बुझ्यो भने लान सकिनेछ। र तपाईँले केही चित्त बुझेन बाइक लाँदा भने तपाईँले तुरुन्त भनेर यहाँ हामीले गर्ने कामहरू पनि गरिदिन्छ होइन। के बनाउनुपर्ने छ त्यो बनाइदिन्छ। बाइक हेरेर तपाईँले चित्त बुझ्यो भने सट्ट लान सकिनेछ र तपाईँले गिल्टी फिल चाहिँ गराउने छैन, किनकि हामी अब सधैँ सेवा गर्ने नै बस्या हो होइन। आउनु होला, चेकआउट गरेर लान सकिन्छ र हाम्रो थुया भलकलाई नै सबैले माया गरिदिनु होला र यसै गरेर साथ सपोर्ट दिइराख्नु होला है त। धन्यवाद है। ह्याप्पी न्यु इयर है। ह्याप्पी न्यु इयर सबैलाई। ल